एभ्रिवान, वेलकम टु आवर च्यानल। आज चाहिँ मैले रेसिपी भिडियो लिएर आएको छु। म चाहिँ बनाउन जाँदैछु बैगनको सब्जी। सो हेरिदिनु होला मेरो भिडियो। मैले चाहिँ यहाँ बैगन अब भ्यान्टा जे भन्दा पनि मजाले काटेर पखालेर राखिसकेँ। त्यसपछि यहाँ तेल पनि तातिसक्यो। तेल तातिसकेपछि पहिला आलु फ्राई गरेर निकाल्छु, त्यसपछि भ्यान्टा फ्राई गरेर निकाल्छु। यसरी बनाएको चाहिँ मलाई अलिक टेस्टी लाग्ने भएर मैले चाहिँ यसरी गर्नेछु। त्यसपछि म यहाँ मसला रेडी गर्दैछु। यसमा चाहिँ मैले लसुन र जिरा पिन्ने छु, किनभने अदुवा चाहिँ हामीले नखाने भएर मैले त्यति युज गर्दिनँ। त्यही भएर यहाँ लसुन र जिरा मात्रै छ। यता मसला रेडी गर्दा गर्दै आलु पनि रातो रातो भइसकेछ। त्यसपछि म यसलाई हल्का सबै निकाल्छु। त्यसपछि भ्यान्टा फ्राई गर्छु। फ्राई गर्नलाई राखिदिएँ। त्यसपछि यसलाई चाहिँ म दुईचोटि गरेर गर्छु। अलि धेरै छ भ्यान्टा चाहिँ, त्यही भएर अलिअलि गर्दै गरेर छु। यो फ्राई भएपछि पनि फेरि अर्को एक लड हालेर निकाल्नेछु। त्यसपछि टमाटर मसिनो काटेर राख्नु पर्यो। भ्यान्टा पनि अब यतिको भइसकेपछि निकाल्ने। त्यसपछि फेरि अर्को एक लड राख्छु। यो चाहिँ भिडियो पुरै हल्लिरहेको छ। यता एउटा खिचिरहेको छ, उतातिर गइरहेको छ। यो चाहिँ मैले एउटा हातले पकाउँदै एउटा हातले खिच्दै गरे भएर यस्तो भइरहेको छ। यो पनि यतिको रातो भयो। अब यसलाई निकालेर तेल खनाइसकेँ। मैले थोरै राखेँ तेल। त्यसपछि म यसमा जिरा फुराउँछु। जिरा फुराइसकेपछि चाहिँ यसमा म फेरि प्याजहरू एड गर्छु। यसको ग्रेभी बनाउँछु प्याज गोलभेडाहरू हालेर। अनि लसुन अलि पिनेको लसुनहरू हालेर सबै मजाले फ्राई गरेर एकछिन छोपेर पकाउँछु। त्यसपछि मात्रै म तरकारी एड गर्छु, आलु र भ्यान्टा अघिनेको फ्राई गरेको वाला। यो कराई चाहिँ ननस्टिक मैले स्टिलको पन्यौ युज गरेर सबै कोतारेर सबै बिग्रियो। यसलाई चाहिँ इग्नोर गरिदिनु होला तपाईँहरूले।
कस्तो लाग्यो मेरो सिम्पल रेसिपी हेरेर लाइक कमेन्ट गरिदिनु होला। बाई बाई।